आज ऐतिहासिक महत्त्वपूर्ण निर्णय भएको छ। यो निर्णय गर्नको निमित्त फराकिलो विचार हुनु पर्दथ्यो। सोचाइको स्तर पनि वृद्धि भएर शिखरमा पुग्नु पर्दथ्यो। जुन सोचाइको स्तर र फराकिलो विचार तपाईहरूमा आएकै कारणले यो अत्यन्तै कठिनपूर्ण प्रस्तावहरू थिए, चुनौतीपूर्ण थियो, यो जोखिमपूर्ण थियो। यस कारणले हामीले यो निर्णय गर्न धेरै अगाडि नै कोसिस गरेका थियौँ, तर हामीले सकेनौँ। किनभने समय आउनै पर्छ, समय पुरा हुनै पर्छ। हामीले 18 वर्ष पुरा नभइकन म भोट हाल्छु भनेर हुँदैन। यत्र 18 वर्ष पुरा हुनै पर्छ। म नागरिकता बनाउँछु भनेर 16 वर्ष पुरा नभइकन नेपाली नागरिकता पनि बनिँदैन। हो, यस्तो यो पुरानो होमवर्क थियो। मामर डाक्टर गोपाल गुरुज्यूले हामीलाई भोलि तिमीहरूले यो ऐतिहासिक महत्त्वको निर्णय गर्नुपर्छ। मैले जिन्दगीभरि अथक सङ्घर्ष गरेर जेल सहेर भूमिगत भएर अनेकौं भुक्तमानहरू सहनु परेर आफन्त नातागोताहरूसँग टाढिनु परेर सर्वस्व हरण हुने गरी लुटी माग्नु परेर जुन मैले अथक सङ्घर्ष गरेर मैले ठुलो लडाई जिते, अब बाँकी रहेका लडाईहरू तिमीहरूले लडेर जित्नुपर्छ। त्यसको लागि मैले मेरो अन्तिम इच्छा, मेरो चाहना भनेको तिमीहरूले भोलिको दिनमा मेरो नाममा रहेको मङ्गोल रिसर्च सेन्टरको जग्गालाई सङ्गठनको नाममा पास गर्नु र वान चाइना पोलिसीलाई तिमीहरूले चाहिँ निर्णय गर्नुपर्छ। अहिले नै गर्छौ कि पछि गर्छौ भन्नुभएको थियो। मैले पछि भने र त्यो होमवर्क चाहिँ बाँकी रहेको थियो। यो होमवर्क पुरा गर्नको लागि, यो निर्णयमा पुग्नको लागि चाहिँ अत्यन्त कठिनपूर्ण, चुनौतीपूर्ण, यो जोखिमपूर्ण काम थियो। त्यसकारण यो काम गर्न हामीले पर्खिनु पर्यो, समय लाग्यो। बल्ल बल्ल हामी परिपक्व भयौँ, बल्ल बल्ल हामी खाँटी भयौँ, बल्ल बल्ल हामी दरिलो भयौँ। त्यसपछि आज यो ऐतिहासिक महत्त्वपूर्ण निर्णय भएको छ। यसको लागि तपाईँहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब समयले पनि नेटो काटिसकेको छ। सबै कुरा त तपाईँहरूले जानिसक्नु भएको छ, सबै कुरा त तपाईँहरूले बुझिसक्नु भएको छ। अरूलाई बुझाउनु पनि सक्नुहुन्छ, अरूलाई सिकाउनु पनि सक्नुहुन्छ। अब यसकारण मैले धेरै कुराहरू भनिराख्नु पर्दैन र हामी हतारिएका पनि छौँ, किनकि